2 दिनको हालत यस्तो छ साथीहरू। म आज आइसकेँ तर धेरै सफा गर्नुपर्ने रहेछ। यहाँ सामान रेडी भइसकेछ। लेट्स सफा विथ मी अब। टेबल राख्ने जति भयो अरे अब अरू चाहिँ टेबल राखेपछि म सफा गर्छु। अनि हिजो जो जति आउनु भएको थियो सो सरी भन्न चाहन्छु। कतिलाई थाहा भएन नि त म आउँछु कि आउँदिनँ भनेर। हिजो चाहिँ स्याटरडे चाहिँ म आउँदिनँ अनि कहिलेकाहीँ चाहिँ म आउँदिनँ के सन्डे मन्डे। त्यति बेला चाहिँ मैले टिकटकमा या फेसबुकको नोटमा चाहिँ लेखिरहेको हुन्छु। तर कतिजना आएर फर्किनु भएछ अनि धेरै माफी माग्न चाहन्छु। स्याटरडे पनि दाइहरू आएर फर्किनु भएछ, सरी ल। स्याटरडे म आउँदिनँ। स्याटरडे चाहिँ मेरो अफ हुन्छ। अनि सन्डे मन्डे या हप्तामा कुनै एक दिन या कहिलेकाहीँ म नआउँदाखेरि चाहिँ मैले अपडेट चाहिँ राखिरहेको हुन्छु। अब टेबलहरू मिलाउँछु, सामान मिलाउँछु अनि त्यसपछि स्टे ट्युन। अनि कतिजना गरेरमा हुनुहुन्छ, अनि कतिजना आउँछु भन्दै हुनुहुन्थ्यो, आउनु होला, वेलकम छ मेरो पसलमा। अब चाहिँ म सामानहरू सेट गर्छु, छिटो गरेर म तपाईँहरूलाई देखाउँछु। तपाईँहरूले देखि नै सक्नुभयो, सफा गर्नुभन्दा अगाडि धेरै दिदी दाइहरू आउनुभयो। अब सफा गर्नुपर्ने हुन्छ। आजको लागि भिडियो यति नै। यदि तपाईँहरूले हेर्दै हुनुहुन्छ भने म यहीँ छु, आउन सक्नुहुन्छ। अनि यहाँ हेर्नुहोस् न, यस्तो भइहाल्यो के गर्नु। तर ठिकै छ, काम गर्नुको लागि अलिकति दुःख सहनै पर्छ। सी यु गाइज।